नमस्ते, गुड मर्निङ एन्ड वेलकम ब्याक टु आवर जय खड्का ब्लग्स। हजुरहरूलाई सबैजनालाई फेरि पनि धेरै धेरै स्वागत छ हाम्रो जय खड्का ब्लग्समा। आज हजुरहरूलाई सबजनालाई थाहा छ होला, आज हाम्रो बिएलीको लास्ट डे हो अनि आज हामी घर पनि जाने। म धेरै ह्याप्पी छु। तपाईहरुले हेरिरहनु भएको थियो, फर्स्ट डे पनि जय गुरु हामीसँगै हुनुहुन्थ्यो। आज लास्ट डे हो हाम्रो सेसनको, आज पनि हामी सँगै छौँ। हजुरहरूले भिडियो हेर्न पाउनुहुन्छ, फुलसम्म हेरिदिनु होला। आज हामी धेरै रमाइलो गर्छौँ। ओके सुजन सर, एडी सर, हजुरलाई हाम्रो जय खड्का ब्लग्समा स्वागत छ हैन। हेलो एन्ड गुड मर्निङ, नमस्ते सबैजनालाई। हाम्रो जय खड्का ब्लग्समा स्वागत छ। हामीसँग चाहिँ अहिले एडी सर हुनुहुन्छ, हाम्रो एपिएफ स्कुलको इङ्ग्लिस टिचर। सर हजुरलाई स्वागत छ। नमस्कार हजुर, नमस्कार। अनि सर आजको हाम्रो यो बिएलीको फर्स्ट ब्याचको पास आउटको विषयमा चाहिँ हजुरलाई के भन्न मन छ, दुई शब्द राखिदिनु न त। आज चाहिँ अब 2081 को बिएलीको लास्ट डे कम्प्युटर सब्जेक्ट छ। भाइ बहिनीलाई एकदम सफलताको शुभकामना दिन चाहन्छु। राम्रो लेख्नु होला। हजुर सर। अनि तपाईहरुको फर्दर लाइफ चाहिँ एकदम राम्रो होस्, राम्रो स्कोर गर्नु, गुड सबै क्वेसन एटेम्प गर्नु भन्न चाहन्छु ल। थ्याङ्क यू। नमस्ते एभ्रिवान, वेलकम टु आवर जय खड्का ब्लग। आज हेर्न सक्नुहुन्छ तपाईहरु हाम्रो बिएलीको लास्ट दिन र एपिएफ स्कुलको कक्षा 8 को अन्तिम दिन रहेको छ। आज सबजना पुरा जोस जागरको साथ एक्जाम दिन जाँदैछ। अब हामी 9 क्लासमा गएर आफ्नो स्कुललाई अझै राम्रो बनाउने छौँ भन्ने चाहना लिएर आज बिएलीको अन्तिम दिन कम्प्युटर सब्जेक्टको एक्जाम दिन जाँदैछौँ। हस्त धन्यवाद। कस्तो प्रिपरेसन छ त गाइज? दामी दामी गर्ने है त। ल कोही आयुष यता हेर्दैन, यो लाटो जस्तो भएको छ त यार। ल के छ आज प्रिपरेसन? ठिक छ होइन? कस्तो छ प्रिपरेसन तिम्रो सृष्टि? ठिक छ? अनिसा कस्तो छ तिम्रो प्रिपरेसन? ठिक छ तिम्रो? ए प्रिया के छ तिम्रो? ठिक छ। एकदम ल राम्रो गर्ने है त सबैजना। अल द बेस्ट। आज लास्ट डे बोइज, कस्तो फिल भइरहेको छ त तिमीहरूलाई? ल बेस्ट अफ लक, बब्बाल गर्ने है त सबैजनाले। केही छ भन्नुपर्ने? यो ब्लग्सको लागि केही छ भन्नुपर्ने? अनि जय खड्का ब्लगलाई सबैले सब्सक्राइब गरिदिनु होला, भिडियो हेरिदिनु होला जय खड्का ब्लग्सको। थ्याङ्क यू। तपाईहरुलाई घर जान चाहिँ किन मन नभयो? ए सौरभ सेला हात पुरे। आज विशेष अब एकदम हाम्रो फाइनल इक्जामको पनि फाइनल दिन हैन। हाम्रो यहाँ केटाहरू रातो टिका अब दसैँमा जमरा लाए जसरी इक्जामको प्रिपेयर दिन जाँदैछन्। दसैँको आशिष त तिमीलाई थाहा छ नि, राम्रो पढ्नु हैन, राम्रो जागिर खानु, त्यही हो आशिष। आज राम्रो दिउ भने 1 वर्षको मिहिनेत आजै देखिन्छ। हिजो मैले सबै भन्नुपर्ने कुराहरू के थियो मैले भनिसकेँ। खास गरी विशेष गरी डायमन्ड क्लासलाई एकदम राम्रो प्रिपेयर गरेर दिनु, बस यति हो मेरो भन्नु। अरू केही छैन मेरो। हस् त, धन्यवाद सर। धन्यवाद। नमस्ते। हेलो नमस्ते सबैजनालाई। आज यस नेपाली ठाकुरबाट म चुन्दारी मण्डल आफ्नो केही फाइनल इक्जाममा के तर्क राख्न गइरहेको छु। आज हाम्रो कम्प्युटर विषय फाइनल इक्जाम, बिएलीको फाइनल इक्जाम कम्प्युटर रहेको छ। मेरो भनाइ चाहिँ कम्प्युटर इक्जाम सबैको राम्रै जानेछ, सबैको राम्रै जान्छ, सबैको चार्ज भी आउँछ, हाम्रो सबैलाई चार्ज भी आउँछ। ल अब अरूको राय सुनौँ न त। ल हजुरको राय के छ, कस्तो प्रिपरेसन छ? राम्रै छ, चार्ज भी आउँछ। हजुरको? हामी भनेको फेले रेस्टुरेन्ट हो। हामीले 4 हानौँला न के छ र सबैसँगै मिलेर हानौँला। अनि हजुरको प्रिपरेसन कस्तो छ त? अनि ठिकठाक तर थाहा भएन क्वेसन कहाँबाट आउने हो। अनि कस्तो छ केटाहरूको? ठिक छ। सबजनाको इक्जाम राम्रै जाने हुन्छ? राम्रै जान्छ नि सबको इक्जाम? राम्रो जान्छ साथी हो। कस्तो जान्छ भाइ? राम्रो जान्छ त। आधी घण्टा लेख्ने, 1.5 घण्टा कस्तो छ? अनि प्रिपरेसन गाइजको? राम्रै छ। 4 जिपी कटाइदिन्छु। कस्तो छ प्रिपरेसन? ल भन त। 4 जिपी कटाइदिन्छु। ल हेडगलको कस्तो प्रिपरेसन छ? ल भन त। बकवास। ल ल ल
अनि हजुरहरूको राम्रै छ प्रिपरेसन अल वेल ल अब हेरौँ न त अनि केटाहरूको राय सुनिदिउँ न त आजको लास्ट इक्जाम दिन के छ ल आज लास्ट डेको इक्जाम के भयो के भन्दैछ त्यो पारा देखा के छ र आज लास्ट हो होइन लास्ट दिन हो अब इक्जाम सक्यो अनि के देखाउँछ देखाउ न के छ ठिक छ ल के छ भन्दाखेरि हाम्रो चाहिँ अब इक्जामको लागि हामी निस्किनेवाला छ सो हेलो एभ्रिवान वेलकम टु माई जय खड्का ब्लग अनि नमस्ते टु यु अल म चाहिँ आलोक चौधरी अनि हामीहरू आज जाँदैछु लास्ट फाइनल परीक्षा दिन बिएलईको खुसा अनि आज चाहिँ लास्ट दिन होइन अनि आज चाहिँ हामी घर पनि जानेछौँ केटाहरूको राय सुनिदिउँ न त आज यहाँ अब लास्टतिरबाट ल के छ राई भाइहरू घर गएपछि के गर्ने प्रिपरेसन नगर्ने मोबाइल पक्रिन यो अब यो दुइटै जोडीको हेरौँ आजकलको जोडी राम्रै रहेछ तर केटा हेरौँ यो दुइटै जोडीलाई आजको कस्तो जोडी भन्ने त अनि यहाँ हेरौँ हाम्रो स्कुलको इन्टरनेट इन्टरनेट पनि डिक्सनरी पनि भन्न सकिन्छ यहाँ हाम्रो स्कुलको टपर त टपर नभनौँ किनभने टपर यहाँ धेरै साइन्टिस्ट चाहिँ भन्न सकिन्छ यो अल्बर्ट आइन्स्टाइनको रूप हो अनि हाम्रो यो फनिएस्ट नमस्कार परेकै हुन्छ गाली खाने हेरौँ यहाँ यो वान प्रब्लम जहिले पनि ज्यान चाहिँ खाली दिमाग चाहिँ खाली स्कुलको अब यहाँ सबभन्दा सानो मान्छे ल के छ मेरो केही पनि अलि टोपी पनि राम्ररी लाउन यार के छ हाम्रो स्कुलको सत्यम यसको दिमाग खाली तर ज्यान चाहिँ भारी भने जस्तै हो हाम्रो स्कुलको सबभन्दा लोयल केटा जहिले फेल हुने सबभन्दा लोयल अनि यो अब हाम्रो स्कुलको मोस्ट डिसिप्लिन बोय अब यहाँ हेर्न सक्नुहुन्छ हाम्रो फुटबल टिमको भाइस क्याप्टेन नारायण चौधरी यसले जसलाई पाए त्यसलाई नै हानेर रेड कार्ड मुख्य पात्र हो अब यहाँ एउटा हाम्रो हल्क नभनौँ क्रिकेट प्लेयर फर्गसन अलि पछाडि अलि हेरौँ त जस्तो मान्छेहरूको प्यारेन्ट्स पनि आइसक्छ तिमीहरूको नि आइहाल्नुहुन्छ नि एकछिनमा अब इक्जाम सकेर 2 बजे पछाडि आउनुहुन्छ होइन अब हाम्रो चाहिँ के छ भन्दाखेरि अहिले 7सम्मको विद्यार्थीहरूलाई चाहिँ लिन प्यारेन्ट्सहरू आउन थालिसक्नु भएको छ त्यसपछि अरू 8 क्लास भनेको पछि जान्छ होइन आफ्टर 2 o'clock होइन 2 बजे पछाडि भन्दाखेरि नि 2 बजे पछाडि भनेको चाहिँ त्यही हो आज चाहिँ अब आजबाट चाहिँ स्कुल यो एकाडेमिक इयर छुट्टी हुँदैछ त्यसपछि हामी अर्को इयरमा फेरि स्कुलको गतिविधि देखिन्छ आज चाहिँ लास्ट दिन हाम्रो एकाडेमिक इयरको त्यही भएर हामी यसो रमाइलो पनि गर्छौँ आफ्टर इक्जाम होइन अब के थाहा अर्को वर्ष कतिजना आउँछ होइन अब हो मतलब उसले भने जस्तै कोही अब अर्को स्कुल सिफ्ट भएर अर्को स्कुल जानु पनि सक्छ कोही स्कुल पढ्न आउनु पनि सक्छ जे जस्तो भए पनि सबैले यो एकाडेमिक इयर कम्प्लिट गरेको छ त्यही भएर अब आज लास्ट फाइनल इक्जाम छ फाइनल इक्जाम त्यसपछि हामी चाहिँ घरतिर पनि लाग्छ अनि त्यही हो है रिक्वेस्ट गर्नु जयगुरुलाई मेरो घर आउन प्लिज ल म अब यासनाले यत्रो भनिसकेको छ म यासनाको घर पनि जान्छु यासनाको घर गएपछि अनि यासनासँग भिडियो पनि बनाउँछु होइन त्यही ल यता पछाडितिर चाहिँ के छ तिमीहरूको भनिदेऊ न के छ हेलो र हामी चाहिँ यहाँबाट निस्किसक्यो अब हाम्रो गाडी निस्किसक्यो अगाडि एउटा गाडी कुरिरहेको छ अब हामी निस्किन्छौँ
टाइट छ बापरे बाप हामीलाई त्यहाँ गाह्रो लाग्छ मलाई एकदम छिटो छिटो एक्जाम सकियोस् अनि फ्री के छ भन्दाखेरि यस्तै छ हामी जाँदैछौँ यस्तै भइरहेको छ इक्जामभन्दा अगाडि त खासै अब के रमाइलो हुन्छ नि इक्जाम सकेपछि प्रेसर हुँदैन होइन टेन्सन हुँदैन अब इक्जाम सकेपछि चाहिँ हामीलाई टेन्सन पनि हुँदैन प्रेसर पनि हुँदैन इक्जाम सकिसकेको हुन्छ त्यहाँ चाहिँ हामी भिडियो अलिक धेरै बनाउँछौँ होइन अहिले चाहिँ कमै बनाउँछौँ भनौँ न अहिले चाहिँ टिकटकको ट्रेन्ड पनि बनाएको छ अहिले त्यो पनि आउँछ बिस्तारै आउँछ होइन बिस्तारै आउँछ त्यो पनि आउँछ तपाईँले हेर्न पाउनुहुन्छ पक्कै पनि त्यही हो कुरो अगाडि चाहिँ हाम्रो बस उहाँ पुगिसक्यो यास्न के छ स्कुल आइपुग्यो भने त हामी डर लाग्छ कस्तो क्वेसन आउँछ होला सजिलै आउँछ होला त्यति गाह्रो पनि आउँछ पढेकै आउँछ होला होइन के छ भन्दाखेरि अब इक्जाम छ उसलाई हल्का डर पनि लागिरहेको छ अरे अब डर के आगे जित भने जस्तै नडराइकन जसले इक्जाम दिन्छ त्यसले राम्रो गर्छ त्यही भएर नडराइकन इक्जाम देऊ त्यही हो नि त गाइस त्यही हो कुरो नडराइकन इक्जाम जसले दिन्छ त्यसले नै राम्रो लेख्छ राम्रो किनभने यत्रो 1 वर्षदेखि पढिरहेको कुरालाई लेख्नुपर्ने कुरा हो लेख्छ पक्कै पनि सबै विद्यार्थी भाइ बहिनीहरू पछाडि देखिरहनु भएको होला सब विद्यार्थी भाइ बहिनीहरू चाहिँ हुन्छ अब चाहिँ हामी लगलग स्पोर्टमै आइपुगिसक्यो अब स्पोर्टमा के हुन्छ भन्ने कुरा अब त्यही त भने इक्जाम हलमा के हुन्छ अरे इक्जाम भइरहेको हुन्छ बाहिरतिर हामी घुमिरहेको हुन्छौँ डुलिरहेको हुन्छौँ यही हो त्यही कुराहरू चाहिँ म देखाउँछु होइन त्यही हो तपाईँहरू चाहिँ हेर्नुहोस् के हुँदैछ आज लास्ट डे भन्नु होइन के छ गाइजहरू बेस्ट अफ लक अब देखिहाल्नु है फेरि बेस्ट अफ लक पनि भनिदिइसक्यो फेरि पनि अहिले पनि भनेर लिएर आएको थिएँ फेरि पनि अब यहाँ इक्जाम सेन्टरमा आएपछि फेरि पनि मेरो आशीर्वाद चाहिँ काम दियोस् भनेर मैले चाहिँ भनिरहेको छु होइन छ एकदम धेरै आशीर्वाद एकदम धेरै माया छ विद्यार्थी भाइ बहिनीहरूप्रति चाहिँ अब त्यही हो तपाईँहरू पनि माया चाहिँ गरिदिनु होला विद्यार्थीहरूप्रति किनभने तपाईँहरूलाई पनि यो भिडियोहरू हामीले बनाइरहेको रेगुलर स्कुल लाइफको भिडियो बनाएको देखेर तपाईँहरूलाई पनि पक्कै स्कुल लाइफ याद आउँछ नि होला र आउनु नि पर्छ हाम्रो यो मेन भिडियोको टार्गेट भनेकै तपाईँहरूलाई चाहिँ तपाईँहरूको स्कुल लाइफ बितिसकेको लाइफलाई याद दिलाउने मेरो टार्गेट हो चल राइट एभ्रिवान अब चाहिँ स्कुलतिर आइसक्यो हाम्रो बस चाहिँ अब रोक्नेवाला छ हामी त्यही हो कुरो अरू त त्यस्तै थियो फर्स्ट डे देख्नु भएको थियो होला फेरि अब आज लास्ट डेमा आइसकेको छु र अब के छ भन्दाखेरि अब चाहिँ विद्यार्थीहरू आइसक्नु भएको छ हेडगल के छ ए के भयो टिका मिलाउँदै के छ के भन्दैछ केसीका के भन्नु त्यही हो टिका ल अब केटाहरू पुरा लिने क्रममा कस्तो छ इक्जाम जाने कस्तो दिने इक्जाम त बाउ आउँदैन फाड्दैन इक्जाम ल कस्तो दिने इक्जाम ल भन न हौ रघुनाथ आफ्नो दुई तर्क कोही नदिने आफ्नो दुई तर्क केटाहरू लिँदैछ अब हाम्रो एडमिट कार्ड चेक हुन्छ अनि हामी क्लासभित्र जाने होइन देखिहाल्नु भएकै छ आइसक्यौँ यतातिर विद्यार्थीहरू देखिहाल्नु भयो सबैजना बियली दिन आउनु भएको छ टक्क पिपलको फेदमुनि चिसा चलिरहेको छ टक्क पिपलको फेदमुनि बसेर होइन के छ त अब हामी छिटो छिटो इक्जाम दिन्छौँ अनि जाने अनि हामी रमाइलो गर्दै जान्छौँ के छ हिरोहरू ठिक छ फाइनल डे
राम्रो दिएर घर जाने होइन आज राम्रो दिएर हामी चाहिँ इक्जाम राम्रो दिने अनि घर जाने भन्दैछ भाइहरू रोशन के भन्छ रोशन यतापट्टि हुनुहुन्छ अर्को स्कुलको भाइ बहिनीहरू के भन्छ विनित ओके सर 2 घण्टा पछि भेटौँला 2 घण्टा पछि त्योभन्दा पहिला अब टोयलेट जाने समयमा यसो बाहिर निक्लिँदा भेटौँला नि ल अब हिना सिंह ल मीनाक्षीको एक दुई तर्क सुनिदिउँ न त केटाहरूको केही विशेष केही राई केही पनि छैन के छ ल विशेष राई दिउँ त केही छैन आज 4GB आउनेछ भाइ 4GB जसरी पनि आउनेछ तर आउनेछ आज 4GB मेरो देखियो मेरो 3GB त फिक्स ग्यारेन्टीको साथ ल यो हेर्न सक्नुहुन्छ अब रिजल्ट पछि यसको नतिजा हेरौँ यसलाई नि एक्जाम सिद्धिने बित्तिकै म होटल लग्छु हेर्न सक्नुहुन्छ यहाँ हाम्रो केटाहरू पुरा 4GB यहाँ हेर्न सक्नुहुन्छ आफू नबनाए पनि अरूलाई सिकाउने ल राई सुनौँ न तले के छ राई आज के गर्ने कति लेख्ने सबै लेख्ने प्रिया आज कति लेख्ने कति घन्टासम्म लेख्ने थाहा भएन ल केसीका कति लेख्छ आज 1% तैँले लेख्छस् होला जति क्वेसन आउँछ त्यति लेख्ने हो सकिन्छ म आज त टप मान्ने हो 50/50 अहिले सिक्नुपर्छ सबै कुरा ल मुनिको राई सुनिदिउँ न त यार भन्छ मुनि बोल्दैन ल मुनि एक दुईवटा राई दिउँ न आजको इक्जाम कस्तो गर्ने थाहा भएन राम्रो कि नराम्रो होइन अब इक्जाम दिन जाँदैछ अब ल आज रमाइलोको राई सुनिदिउँ कहिले नसुनाउने मान्छे ल राई सुनाउनु त ल सुनाउँ न ल हाम्रो रोशन मण्डल लोयल बोय स्कुलको रेड कार्ड छ यतादेखि सबै रेड कार्ड छ के छ म चाहिँ रेड कार्ड हो गाइस फुटबलको पढेर पनि केही हुन्छ तर एक्जाम चाहिँ दिन आएको छु है ल अब यहाँ हाम्रो सत्यमज्यू पेले यहाँ हाम्रो गेल नाम भनेर चिनिन्छ तर यसको गेलको एउटा पनि दिमाग छैन अब त्यहाँ त्यसको पछाडि सत्यम ह्यान्सी भयो भागिदिएको छ होइन के हुँदैन पढ्नुले हुन्छ भन्छ के त्यो एडमिन कार्ड उताको बस ल्याइदिनु ए उता बस्न छ भने उता बस्न घरले केही हुँदैन 3 जनाको इक्जाम सक्यो होइन त साथी हो सक्यो होइन के हेरिरहेको के हो के छ कस्तो भयो इक्जाम के छ हिना ठिक छ के भयो हिरोहरू बात खतम के छ हिरोहरू सप्लिमेन्ट्री आन्सर सिट माग्ने बेलामा पनि ह्यान्ड अप गरेर एक्सक्युज मी सर सप्लिमेन्ट्री आन्सर सिट भन्ने माग्छ अरे कसले सरले भन्दैछ अब हामी घर जाने हो
वेलकम गाइज अगेन युट्युब च्यानलमा फेरि तपाईँहरूलाई स्वागत छ। अब हामी इक्जाम सकिसक्यो, हाम्रो इक्जाम केटाहरू पुरा चिलमा बसिरहेको छ। अब हामी केटाहरूको राइट सुनौँ न त इक्जाम सकिसकेपछि कस्तो हुँदो रहेछ। हेलो गाइज, आज चाहिँ हाम्रो इक्जाम सकिसकेको छ। इक्जाम सकेर अब चाहिँ हामी स्कुल गएर घरतिर लाग्छौँ। अनि सबैको सुनौँ एकपल्ट आज कस्तो छ, मुड के छ, एक्साइटमेन्ट, आज घर गएर के गर्ने होला केटाहरूले सुनौँ न त एकपल्ट केटाहरूसँग। कस्तो छ आजको इक्जाम, कस्तो भयो, के छ? इक्जाम त आज जस्तो इक्जाम लाइफैमा गएको थियो त्यस्तो इक्जाम गएको छ। आज नहुने क्वेसनमा पनि आफ्नै एन्सर दिएर पनि एन्सरलाई घुमाएर पनि आफ्नै एन्सर दिइसकेको ल रमानन्द गराइसक्नु न आजको। बाई Brazil, babe. के रे? के छ भन्दाखेरि इक्जाम कस्तो भयो? धेरै राम्रो। इक्जाम धेरै राम्रो भयो। धेरै ह्याप्पी हो। ल अब अर्को पनि ह्याप्पी, फेरि घर जाने एकछिनमा होइन? भाइ बहिनीहरू गइसक्यो होला, मतलब 7 सम्मको विद्यार्थीहरू घर गइसक्यो होला। अब हामी पनि यहाँबाट गएर 2 बजे पछाडि हामी जाने पाला आउँछ होइन? जाने अब एकछिन रेस्ट टाइम, किनभने 12:30 बजे भर्खर इक्जाम दिएर अब इक्जाम दिएको एकछिन रेस्ट टाइम हुन्छ। अनि कस्तो इक्जाम कस्तो भयो त्यसको पनि एकछिन यसो गफगाफ हुन्छ। त्यसपछि चाहिँ अनि घर जान्छौँ आज होइन? म आज आफै गीत गाउन यहाँ केटाहरू हेर्न सक्नुहुन्छ, खुसी बयान यो सत्यम हेरौँ न त के हेराएको फेरि सत्यम नयाँ रिसल्ट पनि हेरौँ दिँदैछ केटाहरू। ल रमानन्दको राइस सुनौँ न त आज, अलि राइस सुनौँ न यार। आज त राइस सुनाउनै पर्छ आज। लालुक आफ्नो केही देख्छ केही पनि छैन गाइज। आज चाहिँ मतलब केटाहरूलाई मतलब इन्जोयमेन्ट फिल भइरहेछ, किनभने आज लास्ट दिन थियो त्यो पनि सक्यो होइन? आज चाहिँ होइन, आज चाहिँ घर जाने ओभर फुल भएर घर जाने। लास्ट केटाहरूको हेर्न सक्नुहुन्छ। आधी सप्ताहले पुरा डान्स गरेको गरे पुरा डान्समा केटाहरूको म ल केटाहरू ल छुट्टीमा यो दुइटा कपालको के छ? 10 बजे उठ्ने, चिया खाने, फेरि मोबाइल खगेन्द्र आफ्नो विषय केही छैन। आज त घर जाने हो, त्यही हो, त्यही भएर रमाउने हो।
हामी 2 बजे सुत्ने 10 बजे उठ्ने चिया बिस्कुट खाएर फेरि मोबाइल हेर्ने ल खत्री एउटा सुनौँ न त एउटा शायरी गर्न के झुकेका नै त झुकेका के छ शायरी त के भन्नु हैन एक्जाम खतम तर टेन्सन खतम एक्जाम खतम तर टेन्सन खतम के भन्नु ल ओ माय गॉड सडी कमाइ एउटा शायरी भन्नुम न नभन्ने सडी कमाउने म ए शायरी चाहिँ नभन्नु भयो गाइस आज बोलिङ छ त्यति सक्यो ल एउटा शायरी भन्दिम न यहाँ शायरी चाहिँ आउँदैन गाइस किन के आउँछ मलाई चाहिँ के आउँदैन मलाई दिएको थ्यांक यू मजामा जुत्ता जो आरसी विरुद्ध बोल्छ 1 क्लास ब्याक बेन्चर यसको देशमा नाम पनि ब्याक बेन्चर छ हैन रुद्रे बाई बाई गरिरहेछ पुरै साइकल भन्ने हाल्दै हेर त रुद्रेको कस्तो बाई बाई पावरफुल रहेछ यार पैसा लगाएको सम्झाउँछ के किन्न ल हामी चाहिँ फर्किँदैछौँ होइन सत्यम खाली उभेको उभै छ
छ बेग्लै तर भेट्ने छौँ हामी निराश हुनु पर्दैन भो स्कुल आइपुगिसक्यो अब बच्चाहरू पनि अरू बाँकी चाहिँ गइरहनु भएको छ घरतिर अब उहाँहरूलाई पनि हाम्रो अहिले बिहेली दिएर आउने भाइ बहिनीहरूलाई पनि हामी चाहिँ घर पठाउँछौँ आजै त्यही हो कुरो हामी चाहिँ फाइनल्ली के छ सरस्वती माता कि जय भन्ने के छ सरस्वती माता कि लगाएछ हामी अब निस्किन लागेको अब घरतिर जानु लागेको केटाहरू पनि अर्किन आँटेको अब हेरौँ केटाहरूको ल अलिअलि भनिदिउँ न त केटाहरू ल निराजन आफ्नो 2 शब्द मम्मी आइसक्नु भएको छ म पनि जान्छु पनि आइसक्नु भयो फाइदा भयो के छ चिन्ताउनी अब गाइस घरमा चिलाक्स पारा ल प्रवीण आफ्नो 2 शब्द खाली खाल्छु म आय हाय खै भुजेलको 2 शब्द हानौँ न 2 शब्द 1 र 2 2 शब्द 3 र 4 5 1 + 1 2 ल अब लास्ट सक्यो अर्को बस पनि आउन थालिसक्यो अब उतातिर हाम्रो सामेल चलिरहेको छ अब उतातिर जाउँ न त अलि हेर्न के छ हालखबर यो आवर क्लास 6 मोनिटर्स एडी सर कस्तो भयो एक्जाम तिमीहरूको बाबु ठिक छ सर ठिकै थियो हाम्रो राम्रो भयो है ल अब तिमीहरूलाई रिजल्टको बेस्ट अफ लक है त यस सर आई विश यु हैव सक्सेस अन योर एजुकेसन एनीवे फर द एजुकेसन ल जाने गुरुबाले बोलाउँदै हुनुहुन्छ थ्याङ्क यू अब होइन गएर तिमीहरू अब के गर भने नि सबै आउनु दियो नि भन्छ ल 2 मार्क मात्रै छुटाइस् भन्न 2 मार्क मलाई सार नै दिनु के छ सर विद्यार्थी पठाउन धमाधम छैन सर के छ म्याम बिचारी सेरीमा मसँग जानु हुँदैन नि और्या कस्तो माया लाग्दो त्यही हुन्छ चेन डाइरेक्ट सरले नै आएर फेरि अब हेर है अब घर जाने भएदेखि यतातिर हेर होइन घर जाने भएदेखि अब जाने के गर्ने रे के गर्ने यो कोट फुकालेर कहाँ राख्ने बाक्सामा म अहिले बुहारीलाई भन्दैछु कि सुन्न गर्ल्सहरूले गर्ल्सहरूले तिमीहरूको आफ्नो आफ्नो लकरमै राख्ने तिमीहरूले लकर खाली गर्ने बुझिस् लकर खाली गर्ने
अनि ट्याङ्कामा कोट राख्ने सर्ट धुनुपर्ने छ र पछि धुँदा हुँदैन हराउला ल ए हेड भाइ अब सर्ट जति सर्ट प्यान्ट कलेक्सन गरेर ल्याएर वासिङ मेसिनमा दिने धोएर राखिदिन्छ पछि त्यही एक ठाउँमा राखिदिनु ल लिनु पछि है ड्रायरमा हालेर राखिदिनु ल पछि लिनु अनि तिम्रो धुने अनि मिसेला त बुवाइसँग पछि धो न तिमीहरू